नमस्कार। यहाँभन्दा पहिला चाहिँ मैले धेरै मान्छेहरूको विषयमा विभिन्न कुराहरूको विषयमा उठान गरेर बोल्थेँ। आज चाहिँ मलाई मेरो बुबासँग बसेर केही कुराहरूको विषयमा बोलचाल गर्न मन लाग्यो। हुन त हामीले जीवनमा धेरै कुराहरू देख्न पायौँ, भोग्न पायौँ। ढुङ्गे युगदेखि लिएर अहिले हामी यो विज्ञानको प्रविधिको युगसम्म हामीले परिचित भएका छौँ, देख्न पाएका छौँ, भोग्न पाएका छौँ। यस्तै गरी मलाई चाहिँ आज मेरो बुवाहरूको भनेको लगभग मेरो बुवाहरू भनेको 2020 सालभन्दा पछाडिको हुनुहुन्छ। त्यो बेलाको चाहिँ परिस्थिति कस्तो थियो, त्यो बेलाको बालापनको स्थिति कस्तो थियो र अहिलेकोमा चाहिँ कतिको फरक रहेछ भनेर म तपाईँहरूलाई देखाउन गइरहेको छु। यहाँहरू सबैजनालाई मनपर्छ भने एकदम ध्यान दिएर हेर्नु होला। हाम्रो पालामा र अहिले भन्दा कम्तीमा पनि 60 वर्ष अगाडि कति फरक रहेछ त भनेर हामीले महसुस गर्न सक्छौँ। त्यसैले गर्दाखेरि मैले बुवालाई पहिला आफ्नो नाम भन्नलाई, बुवा तपाईँको नाम के छ भनिदिनुहोस् त? मेरो दोलखा ओड नाम छ नरबहादुर खड्का हो। नरबहादुर खड्का। अनि तपाईँ कति सालमा जन्मिनु भएको हो? म चाहिँ अब धेरै अघि त होइन, तर अब म चाहिँ 22 सालको हो। 2022 सालको है? 22 सालको हो। 2022 सालको। अनि त्यति बेलाको अब अरू कुरा ठिकै छ, नर्मली भनेको सामान्य गाउँ घरको मान्छेसँग चिनजान हुन्छ, सबै कुरो ठिकै छ, अब सामान्य देखिहाल्दै थाहा हुन्छ होइन। मलाई एउटा कुरा सोध्न मन लाग्यो, अहिलेको मान्छेले चाहिँ अब कम्तीमा पनि हातमा घडी हुन्छ, त्यहाँमाथि मोबाइलमा घडी हुन्छ। त्यो बेला चाहिँ तपाईँहरूले चाहिँ नि यो समय थाहा पाउनको लागि के थियो आधार, कसरी थाहा पाउनुहुन्थ्यो? आज यति बजेछ भनेर थाहा पाउन कसरी थाहा हुन्थ्यो? होइन, यो कसरी थाहा हुन्थ्यो भनेदेखि एउटा चाहिँ पानी घडी भन्ने हुन्थ्यो। त्यो पानी घडी भन्ने हुन्थ्यो, एकपट्टि सानो सोलीको जस्तो मुख भएको। अब त्यसलाई ठाडो पारेर राखिसकेपछि एक घडी भनेको लगभग अहिलेको 1 घन्टा हो। ए भनेको अनि त्यो चिज चाहिँ एउटा सोली जस्तो घुप्लुक्क एउटा भाँडामा पानी राखेर माथिबाट चाहिँ अनि त्यो सोली छोडिसकेपछि त्यो सोली भरिसकेपछि हजुर अनि घुप्लुक्क चाहिँ तल जान्थ्यो। अनि त्यसलाई एक घडी भनिन्थ्यो। घडीको त्यो सम्बन्ध रहेछ। अब अझै पनि हामीलाई त्यो नदेखेसम्म अझै पनि अनुभव गर्न सक्दैनौँ, किनकि त्यति बेलाको त अब त्यो त्यस्तै गरी सानो पल हुन्थ्यो होला। त्यो 1 घन्टामा यति चाहिँ पानी झरेर यो भरिन्थ्यो, अनि यो सोली भरिँदा 1 घन्टा लाग्यो भन्ने हुन्थ्यो होइन तपाईँको भनेअनुसार। अनि अब अहिले त मान्छेले छिनछिनमै सेकेन्डमै फुत्ता मोबाइलबाट दुनियाँ कुरोबाट समाचार हेरिरहेको हुन्थे। त्यो बेला चाहिँ अनि तपाईँहरूले समाचारहरू सुन्न चाहिँ कसरी थाहा पाइन्थ्यो? अब जस्तै अब हाम्रो बाउहरू जस्तै अब जागिर खानालाई आर्मीमा जागिर खानी काठमाडौँमा आएर चाहिँ बाहिर विदेशमा जानुभएको थियो भनेदेखि त्यतिखेर अनि विदेशबाट चिठी लेखेर एउटा हाते चिठी लेखेर अनि फलानु जिल्लामा भनेर चाहिँ हाते चिठी लेखेर पठाउने चलन थियो। अनि त्यहाँ एउटा हुलाक भन्ने हुन्थ्यो जिल्लामा। हुलाक सेवा अहिले छ। त्यो हुलाक भन्ने हुन्थ्यो। त्यो हुलाकमा चिठी पुगिसकेपछि फलानु बहादुरको छोराले पाउन पर्ने चिठी भनेर चाहिँ अनि हुलाकै आउँथ्यो। पैताला हिँड्दै आउँथ्यो। अब गाडी चढ्ने चलन थिएन, गाडी त कल्पना पनि थिएन होला नि। अब गाडी भन्ने त हामीले पछिबाट पो देखेका। अनि हुलाकै आउँथ्यो। अनि यसो हेर्दाखेरि पढेको भएदेखि चाहिँ बाउको चिठी बुझिन्थ्यो, नपढेको भएदेखि अब गाउँमा अलिकति पढ्ने यसो सराद्दै गर्ने बाहुनहरू मात्रै हुन्थ्यो, पढेका मान्छेहरू। भनेपछि चिठी आए यताउता केही गर्न परे बाहुनको घर जानु पर्थ्यो। बाहुनको घर जानु पर्थ्यो, किन उनीहरू चाहिँ अलिकति पढेर एउटा चाहिँ संस्कृति अक्षरहरू पढेको भएर पनि उनीहरूले अक्षर छापा अक्षरहरू बुझ्थे र अनि बाहुनहरूको घरमा लाउँथ्यौँ। अनि यो फलानु हो, यो तेरो बाबु नै हो, यो तेरो बाबुले नै लेखेर पठाएको चिठी हो भनेर अनि हामीलाई खुसी बनाउँथ्यो कि बाहुनहरूले। अनि बाबुको खबर त थाहा पाइन्थ्यो। तपाईँ त्यसरी कोही बाहुन भनौँ, अब बाहुनहरू त ढुङ्गेलहरू त हाम्रो माओली फलक पर्छन्, तपाईँ कसैकोमा यो चिठी बोकेर गएको अनुभव छ त? यो चिठी बोकेर त अब मेरो जस्तै हुलाकले घरमा चिठी ल्याइदियो। अब मेरो बा नै हुनुहुन्थ्यो, इन्डिया जानुभएको थियो। इन्डियाबाट चाहिँ मेरो बाको चिठी त हुलाकले नै लिएर गएको हो। हुलाकले नै लगेर जिम्मा लगाइदिन्छ चिठी, ल यो फलाना बहादुरको, त्यही पनि ऊ हुँदैन थियो, ओडामा लगेर दिन्थ्यो। अनि ओडा अध्यक्ष भन्ने हुन्थ्यो, त्यो ओडा अध्यक्ष भन्नेले ल ओ फलाना तेरो चिठी आइपुग्यो, तेरा बाउको चिठी आइपुग्यो भनेर चाहिँ अनि ओडाले दिन्थ्यो। अनि पढ्ने मान्छे पाइँदैन थियो। अब
बाउले पनि अब भनेर अर्काले लेखेको चिठी हो कि अब त्यति पढे जस्तो त बाउले पनि लाग्दैन थियो, अर्कालाई लेख्न लाएर पठाएको हो कि अनि बाउले नै लेखेको हो कि अब त्यो चाहिँ अलिकति कन्फ्युज भएन। कसैको जानुभयो चिठी बोकेर पढ्न जानुभयो? गइयो। कसको घर जानुभयो? यो चाहिँ अब जस्तै अलिकति नजिक भएको नाताले गर्दाखेरि अनि हाम्रो घरभन्दा तलतिर एउटा शेरबहादुर भन्ने एउटा खत्री थिए, नारायण दाईको बुबा, नारायण दाईको चाहिँ बुबा थिए। अनि त्यहाँ लाँदाखेरि उहाँले चाहिँ अलिअलि पढ्नुहुन्थ्यो, पढेर चाहिँ अनि चिठी सुनाउनुहुन्थ्यो। गाउँघरको चाहिँ अलि छरछिमेकको अलि टाक्काटुक्क पढेको पहिलेदेखि नै अलिकति मान्छे भइहाल्छ नि। छिमेकमा बसेपछि अलिक तल्लो घर, माथिल्लो घर, ओल्लो घर, पल्लो घरमा राम्रो हुनुहुन्थ्यो। अनि चिठी चाहिँ उहाँले पढिदिनुहुन्थ्यो। त्यही त, ठिक छ, चिठी त्यस्तो भयो, राम्रो भयो पढ्छु। अनि त्यसपछि के अरे तपाईँले पहिलोचोटि सुनेको कुनै त्यस्तो गीत छ? अब जीवनमा सुनेको पहिलो गीत? पहिलोचोटि सुनेको हामीले चाहिँ अब जस्तै 22 सालदेखिबाट लिएर हामीले 26 साल 27 साल 28 सालदेखिबाट हामीले गीतको अलिअलि रटना बुझ्थ्यौँ कि भन्दाखेरि त्यतिखेर भाका के थियो भनेदेखि ओ कालीजानमा के को मटर जान्थ्यो दाइबार दाइलाई सासाना रेशम मुखामली फुलको फुलाई फुल्यो भन्थे चलाई छोड्यो बासाना रेशम हो। त्यो भाकामा हामी रतौलीमा पनि नाच्थ्यौँ। रतौलीमा अब मादल चाहिँ हुन्थ्यो, तर त्यो भाकामा त्यस्तै भाकामा पहिलाको मान्छेले मादल बजाउँछ, झ्याउरे भाका। त्यो चाहिँ झ्याउरे भाका हो। अनि तपाईँले रेडियो पहिलोचोटि कहिले देख्नुभयो? रेडियो भन्ने त हामीले खासै हाम्रो गाउँमा रेडियो भन्ने थिएन। पहिलोचोटि चाहिँ गाउँमा रेडियो भन्ने चाहिँ ल्याएको श्रीबहादुर खड्का भन्ने थिए। मेलेमा श्रीबहादुर खड्काको चाहिँ एउटा रेडियो थियो। अनि त्यतिखेर रेडियो भने घरमा राख्ने चलन थिएन, जहाँ गयो बिहेमा जाँदा पनि बोकेर जस्तै पूजा कार्यमा जहाँ जाँदा पनि बोकेर हिँड्ने चलन थियो। अनि हामी जान्थ्यौँ, हामी छेउमा गएर बुढा बुढा मान्छे, हामी 5-7 वर्षको मान्छे, अब हामीलाई चाहिँ लाग्थ्यो यत्र भाँडाभित्र कस्तो खालको मान्छे बस्या होला, कसरी बोल्दो हो, कत्रो मान्छे होला जस्तो लाग्थ्यो। त्यतिखेर चाहिँ त्यस्तो महसुस हुन्थ्यो। रेडियो देख्दाखेरि पहिलोचोटि यहाँभित्र के गयो, मान्छे कति छिरिछन्, कसरी बोलेको होला, यत्र मान्छेले के बोलेको होला भन्ने अनौठो लाग्थ्यो होला है, अनौठो लाग्थ्यो। अनि त्यहाँबाट अनि गीतहरू यस्तो चाहिँ गीतहरू धेरै समयमा आउँदैन थियो, दिनमा 1 चोटि 2 चोटि। रेडियो नै पुरै समय खुल्दो रहन्छ नि दिउँसभरि नै? खुल्दैन थियो। अब त्यो बिहान चाहिँ 6 बजेबाट चाहिँ बेलुका लगभग 6 बजेसम्म मात्रै चल्थ्यो त्यतिखेर रेडियो नेपाल। रेडियो नेपाल पनि दिउँसो 12 बजेदेखि 1 बजेसम्म त बन्द हुँदैन र? अनि 10 बजेबाट 12 बजे 1 बजेसम्म बन्दा 1 बजेबाट चाहिँ अनि पाठ गरेर चाहिँ रेडियो खुल्थ्यो। दिउँसो खुल्दा पढेर अनि खुलाउँथ्यो होइन? खुलाउँथ्यो। त्यही पनि त्यति बेला पनि यो रेडियो त कता कता दिशातिर फर्काउँदा त चुइँ गरेर त्यो रेडियो नेपाल बज्दैन थियो है? जस्तो हिमाली भागतिर फर्काउँदाखेरि बज्दैन थियो, साइड लिन्थ्यो। साइड लिन्थ्यो, त्यसको साइड लिन्थ्यो। अहिले टिभीको एन्टिना भन्छन्, त्यसको पनि त्यस्तै हुन्छ। यसो हातमा लिएर कतापट्टि फर्काउँदा बज्छ, त्यतैपट्टि साइड लाएर रेडियोवालाहरूले त्यतै साइड लाएर 2 हातले उचालेर राख्थे। मलाई पनि त्यो अलिक पछिसम्म नै थाहा भएको कुरा हो, किनकि रेडियो नेपाल पनि दिउँसोको टाइममा चाहिँ कति घन्टा बन्द हुन्थ्यो मलाई पनि त्यो ठ्याक्कै एक्ज्याक्टली थाहा भएन। तर पनि मैले थाहा पाएको थिएँ अब हाम्रो पछिल्लो समयमा त दोलखामा धेरै रेडियो पत्र पत्रिका विभिन्न त्यो सञ्चार माध्यमहरू खुलिसकेका छन्। तर त्योभन्दा पहिला भनेको नेपालको सबैभन्दा पहिलो चाहिँ जापानी सरकारले सहयोग गरेर चाहिँ खुलाएको रेडियो नेपाल अहिले पनि सिंहदरबारमा छ र त्यो अहिले पनि चलिरहेको नै छ। त्यो त्यस्तै छ। अनि त्यसपछि लिएर अब मैले कुरा गर्नु पर्दाखेरि तपाईँ कति सालमा यो काठमाडौँ छिर्नुभयो? यो काठमाडौँ छिरेको म 22 सालमा जन्मेर 14 वर्षमा आएको भनेपछि कति सालमा? 22 36 सालमा 2036 सालमा काठमाडौँ आउनुभएको छ। 36 सालमा काठमाडौँ आएँ। 36 सालमा काठमाडौँ आउँदाखेरि अनि यहाँ चाहिँ मेरो चाहिँ बुबा आउनुभएको थियो।
हजुरको आउनुभएको थियो बुबा आएको भएर मेरो चाहिँ त्यहाँ भेट